55 बोरा छँदैछ 105 ग्राम अनि 1 गराको खाने बाँकी छ मैले बोए गरेर पछाडि केटाहरूले ल्याउँदैछ हो केटाहरूले बोए गरेर मैले बोए गर्दा चाहिँ 50 बोरा चाहिँ पिकअपमा लाने पुरा यो भनौँ न च्यालेन्ज 105 बोराकै छ भनौँ न यसो लगिँदैछ बाटो यस्तो मात्रै छ मेरो बोलेको बोराको सब्जी जफिनु त कति केजी छ 50 ठ्याक्कै 50 800 रहेछ 700 प्लस 51 देखि ठ्याक्कै बोरा चाहिँ 1 केजी रहेछ लगभग 50-51 बोरा केजी केटाहरूले ल्याउँदैछ यसरी नै अझ बोक्ने क्रम चलिरहेको छ उकालोमा र जुन भाइले ल्याइसक्यो मेरो भाइले र त्यसपछि परवीन भाइले पनि ल्याइसक्यो अनि मैले त्यसपछि दाइलाई सोधेँ दाइ तपाईँहरूलाई बोक्न भारी सजिलो कि गाडी कुदाउन भनेर भने र सो गाई चाहिँ यो कुरा चाहिँ मैले भन्नुभयो भन्दा नि तपाईँहरूले चाहिँ भोइसमा सुन्नु नै राम्रो लाग्यो रियल भिडियोमा त्यही भएर चाहिँ म थोरै ओतिर आयो त्यसपछि चाहिँ मैले दाइलाई सोधेँ के भन्नुहुन्छ दाइले ल कुदाउनु सजिलो कि बोक्नु सजिलो गाडी कुदाउनु सजिलो कि बोक्नु भनेको क्या बोक्नै सजिलो 51 केजी हल्कै रहेछ धेरै छैन 50 र 51 केजीको 53 55 केजीको मात्रै बोरा बोकेको हुँदो रहेछ बोक्नु पर्ने चाहिँ 105 बोरा यस्तो छ यस्तो मात्रै फलेको छ होइन अङ्कल अझ फलेको छैन नि होइन फलेको जस्तो लाग्छ डोको हाल्नुपर्छ होला सानो सानो छ नि फेरि अदुवा त हाम्रोतिर त सानो पाउँछ अदुवै सानो मात्रै पाउँछ अदुवाहरू चाहिँ सानो छ अदुवाहरू है सानो छ अदुवाहरू सानोहरू मात्रै छ लास्टै सानो छ नि अदुवा त हाम्रोतिर सानो मात्रै छ अदुवा चाहिँ अलि यता छँदैछ है राम्ररी अब हेर्नु आउनुहुन्छ 3 6 7 10 11 बडा छ 11 अनि छैन जिउ चाहिँ छैन हाम्रोमा फेरि अदुवाको बोट यस्तो मात्रै छ बाहिर यस्तो मात्रै